मङ्सिरमा ल सङ्कट छ कि उसको जन्म चाहिँ इङ्ल्यान्डमा भएको रहेछ बिचरा उसको हाल्यान्डको चाहिँ फेरि अहिले बसाइ चाहिँ नर्वेमा छ एउटा भाग हेरिसक्यौ नि मैले 10वटा हेऱ्यौ यहाँ चाहिँ हाम्रो दानवीर हुनुहुन्छ उहाँ चाहिँ गेटअपमा अर्कै अनि रियलमा फेरि अर्कै हुनुहुन्छ एक आइयो होइन आरामले आइयो हिलो फुल्दै हल्का हिलो लोड्दै चिप्लिँदै डोको लिएर कहाँ हो हजुर म चाहिँ यसो घाँस दाउरा गर्न हजुर हो अनि भन्दा राम्रो उत्कृष्ट कसको लाग्छ तिमीलाई ब्याटेलियन म चाहिँ चम्पाकाली चम्पू अनि हजुर बाटुली चित्र बनाइरहेका छौँ र आजको लागि हामी सुटिङमा आइपुग्यौँ एकदम राम्रो होस् हजुर मलाई त एकदम खुसी लागिरहेको छ हाम्रो पार्ट 1 चाहिँ हेर्नुभयो होला ब्लगको त्यस्तै गरेर आज पनि हाम्रो भाग 12 को चाहिँ सुटिङ छ अनि हामी के कसरी गरिन्छ र कतिको टाढा छ भनेर चाहिँ हामी आज भिजिट तपाईहरुलाई चाहिँ पुरा देखाउँछौँ यो ब्लग मार्फत र हाम्रो कार्यक्रम पनि हेर्दै गर्नुहोस् किन भन्दा कार्यक्रम हेर्नु भएन भने चाहिँ मजा आउँदैन कसरी के हो भनेर चाहिँ थाहा हुँदैन खास चाहिँ मतलब के हो यो ब्लगको भन्ने चाहिँ थाहा हुँदैन त्यसैले चाहिँ ब्लग पनि हेर्नुहोस् कार्यक्रम पनि हेर्नुहोस् सो हामी घरबाट चाहिँ बिचमा आइसकेका छौँ आधी बाटो आइसकेका छौँ ल अब आधी बाटो यहाँबाट चाहिँ कतिको टाढा छ त भनेर चाहिँ हामी देखाउँछौँ पोइन्ट टु पोइन्ट होइन कतिको टाढा छ कतिको रमाइलो छ कतिको हरियाली छ सबै हामीले देखाउँछौँ र वहाँ गएर पनि हामीले प्रत्येक कलाकारहरूसँग पनि भेट गराउँछौँ को छन् अहिलेसम्मका हामीले को छौँ हामीले चाहिँ पार्ट 1 मा चाहिँ देखाउन पाएनौँ कतिजना कलाकारहरू चाहिँ छुट्नुभयो र आज चाहिँ हामीले सबैजनालाई देखाउँछौँ के कस्तो छ कसरी गरिन्छ भनेर सबै चिज चाहिँ हामीले देखाउँछौँ सो जोडिरहनु होला एकदमै रमाइलो हुनेवाला छ अन्त हेर्नु होला है त ल हेर्नुहोस् यहाँको दृश्य एकदम राम्रो रमणीय हरियाली छ सो गाइज हाम्रो ठाउँ हाम्रो लोकेसन हाम्रो स्थलमा हामी पुगिसकेको छौँ र हजुरहरूले त्यहाँको दृश्य म देखाउने छु यहाँ चाहिँ रोपाइ चलिरहेको रहेछ होइन गाइज हामी चाहिँ आइपुग्यौँ है यही हो है यही अगाडि सो गाइज हामी चाहिँ लोकेसनमा आइसक्यौँ होइन अब बिचमा चाहिँ एकदम हिलो थियो अनि देखाउन चाहिँ अलि पाएनौँ हामीले अलिअलि सिन चाहिँ देखाइयो सो हामी आउनुभन्दा अगाडि चाहिँ हाम्रो सर चाहिँ पहिले आइसक्नु भएको रहेछ हेर्नुहोस् त यति दुःख पाउनुभयो सरले हामीभन्दा अगाडि आइसक्नु भएको रहेछ यस्तै गरेर अरू कलाकारहरू पनि जम्मा भइदियो त एकदमै रमाइलो हुन्थ्यो होइन त्यो त गेम हो धर्म सङ्कट छ कि उसको जन्म चाहिँ इङ्ल्यान्डमा भएको रहेछ बिचरा उसको हाल्यान्डको चाहिँ फेरि अहिले बसाइ चाहिँ नर्वेमा छ अनि अब अहिले बसिरहेको भर्सेस जन्मभूमि उसलाई पनि बहुत मेन्टल्ली प्रेसर पर्छ यो अघिल्ला म्याचहरूमा जस्तो चाहिँ धमाका पिट्न नसक्न पनि सक्छ दर्शकबिन यही हो हाम्रो लोकेसन स्थल चाहिँ हाम्रो लोकेसनको ठाउँ चाहिँ यही हो हेर्नुहोस् आँडेको घर आँडे भनेर चाहिँ देखाइन्छ अनि सो त्यो घर चाहिँ हाम्रो ढुवाले काकाको सो गाइज कलाकारलाई हामीले पुर्यायौँ होइन केही समयदेखि चाहिँ पुर्यायौँ अनि कलाकारहरू चाहिँ कतिपय कलाकारहरू चाहिँ कन्ट्याक्टमा आउनुभयो अनि आउँदैछु भन्ने खालको कुरा आयो होइन अनि कतिपय कलाकारहरू चाहिँ कन्ट्याक्ट बिन हुनुहुन्छ ठिक छ अब हामीले चाहिँ जस्तो जे सकिन्छ त्यो चाहिँ हामी उतार्छौँ क्यामेरामा होइन हेर्नुहोस्
कसरी कसरी ल्याइएको छ, कसरी कसरी गरिन्छ, सब चिज चाहिँ हामीले यही भ्लग मार्फत देखाउँछौँ। अनि लास्टसम्म नै हेर्नु होला, किन भन्दा जहाँसम्म आज चाहिँ नयाँ कलाकारको पनि केही सिनहरू ल्याइन्छ, खिचिन्छ, ती पनि हामीले क्याप्चर गर्न सकिन्छ होइन। त्यही भएर चाहिँ सुरुबाट लिएर अन्त तक हेर्नु होला, एकदमै रमाइलो हुन्छ, बवाल मजा आउँछ है त। दर्शकबिन अब हाम्रो सुरु हुन थालेको छ होइन। क्यामेरा के छ, आरामै हुनुहुन्छ? कस्तो दुःख छ, भएन नि? आइयो होइन, आरामले आइयो, लोड्दै चिप्लिँदै आइयो के अरे होइन, जनातना आइयो। खुइते दाई अनिदेखि लिएर दानवीर हेर्न सक्नुहुन्छ, उहाँ चाहिँ हाम्रो दानवीर हुनुहुन्छ। उहाँ चाहिँ गेटअपमा अर्कै अनि रियलमा फेरि अर्कै हुनुहुन्छ, एकदमै मनकारी हुनुहुन्छ फेरि। सुटिङ हेर्न आयो क्या? हेर्छौ, कस्तो लाग्छ नि? राम्रो लाग्छ। अनि त्यो हाम्रो सुटिङमा सबैभन्दा राम्रो उत्कृष्ट कसको लाग्छ तिमीलाई? बाटुली आन्टीको चित्र बनाइरहेका छौँ र आजको लागि हामी सुटिङमा आइपुग्यौँ। साथमा हुनुहुन्छ हाम्रा डाइरेक्टर साहब, हाम्रा लेखक। आमा आरामै हुनुहुन्छ? अनि खानापिना भयो? भयो बाबु। अनि के गर्दै हुनुहुन्छ? अहिले केही गर्दै छैन। अब सुटिङ गरिरहेछौँ के अरे, अब गाह्रो नमान्नु होला। केको गाह्रो मान्यो, एकदम राम्रो छ, हो एकदम सही छ। आशीर्वाद दिनु पर्यो। एकदम राम्रो हुन्छ। हजुर, आमाको आशीर्वाद लागोस् गाइस। तपाईँहरूले पनि साथ सपोर्ट गर्नु होला, किन भन्दा हजुरहरूको साथ सपोर्ट बिना हामी जान सकिँदैन। हेर्नुहोस्, घाम पनि भएको छ, पानी पर्ला जस्तो नि भएको छ, यतातिर छलफल पनि भएको छ। हेर्नुहोस्, यस्तै छ। डोको लिएर कहाँ हो हजुर? म चाहिँ यसो घाँस दाउरा गर्न। हजुर हो। अनि भैँसी कतिवटा पाल्ले छ? भैँसी त एउटा सानो पाडी छ के अरे। पाडी छ होइन, आज राति पानी परेछ क्या हो? अब मैले त थाहा पनि पाइनँ। ल हेर, यो मधेसको माटो अलिकति पानी पर्दा पनि पुरै कचराकै हुने। हाम्रो पहाडतिर त यस्तो त हुन्न। ह्या मामा, पुलिस आउँदा पो छोरी बन्ने हो र अहिलेको लागि त भान्जा बन्ने हो क्या अरे। कलाकारहरू चाहिँ तयारी अवस्थामा हुनुहुन्छ। हेर्नुहोस्, एकदमै हाम्रो दानवीर भनेर चिनिनुहुन्छ। उहाँ चाहिँ 1 भागदेखि लिएर 10औं भागसम्म कन्टिन्यू हुनुहुन्छ। उहाँ चाहिँ आजको झन् एकदमै दामी छ। 10 भागमा हेर्नु होला के अरे, उहाँको बल्ल लप पर्न थालेछ। अब यसपछि के हुन्छ अझ त हेर्ने बाँकी छ। हेर्नुहोस् है, मैले तल लिङ्क राखिदिएको हुन्छु। तिमीले बिहे कहिले हो गर्नु नानी? नजिस खान कहिले गर्ने भन न? राम्रो केटा मङ्सिरमा ल मङ्सिरमा त छ त, गरिदिनु के अहिले गरिदेऊ। मङ्सिर 10 गते अहिले गरिदेऊ। केटा पाउनु पर्यो नि त। केटा त पाइहाल्छ नि यहाँ। ल उनलाई चाहिँ एउटा केटा चाहियो अरे, कमेन्ट गर्नु होला है। ल पुलिसको भूमिका निभाउनु भएको छ। अनि उहाँ चाहिँ अहिले हाम्रो नयाँ अब चाहिँ के, हजुर चाहिँ अब नयाँ आएको होइन? हजुर नयाँ, एकदमै अब चाहिँ कास्कीबाट झरेको भयो। कास्कीबाट झरेको हो। एकदमै दामी छ, उहाँको झन् बवाल छ। ल भान्जा छोरी, गएर धारामा गएर सिसा पानी लिएर आऊ त। यो टङ्कीको पानी त उमाले जस्तो छ। खिचेर चाहिँ यता हाम्रो केबी सरको चाहिँ लगभग खिचिसकेको छौँ। अनि केही अझै रहेका क्लिपहरू छ, त्यो चाहिँ हामी अब ल्याउँछौँ। सो हाम्रो म्याडमहरू बाटुली अनि त्यसपछि गएर चम्पाकली भनेर खेलिराख्नु भएको म्याडमहरू पनि अहिले तयारी अवस्थामा हुनुहुन्छ। अब तयार हुँदै हुनुहुन्छ चाहिँ। अब उहाँहरूको पनि 6 सिनहरू म हजुरहरूलाई उहाँसँग भेटाउँछु है त। म्याडम आरामै? किन यस्तोमा बसेर त नि फेरि? सुटिङको लागि हामी तयारी। अनि कतिको रमाइलो छ त हाम्रो सिरियलहरूलाई, कतिको रमाइलो लागिरहेछ हामीलाई त एकदमै। अब हामीले गरेको अभिनय भएको सिरियल एकदमै राम्रो लाग्यो। तर दर्शक श्रोताहरूले पनि राम्रो छ भनेर चाहिँ त्यो किसिमको साथ सपोर्ट दिनुभयो भने हामीले
धेरै भागसम्मको सुटिङ पनि गर्नेछौँ र तपाईँहरूमाझ यो सिरियल पस्की पनि रहनेछौँ। त्यसको लागि हामी तपाईँहरूसँग विनम्र अनुरोध गर्न चाहन्छौँ, सबैले आफूलाई लागेको सकारात्मक सोचले भरिपूर्ण कमेन्ट चाहिँ हाम्रो युट्युब च्यानल आणेबा इन्टरटेनमेन्टमा गएर गरिदिनु होला भन्न पनि चाहन्छौँ। ल, अनि म्याडमले चाहिँ के भूमिका निभाउनु भएको छ सिरियलमा? म चाहिँ चम्पाकाली चम्पू। अनि हजुर बाटुली भन्ने चाहिँ उहाँ हो है। हेर्नुहोस्, उहाँको चाहिँ एकदमै धेरै कमेन्टहरू धेरै आउँछ, उहाँलाई चाहिँ धेरै खोज्छन्। उहाँहरूले भने जस्तै हजुरहरूले पनि साथ दिनु पर्यो, कमेन्ट के कस्तो छ त्यो चाहिँ गरिदिनु पर्यो, अनि सपोर्ट चाहिँ हुनु पर्यो है, मनैदेखि हृदयदेखि हुनु पर्यो है त। ल, दर्शकबिन अब चाहिँ हाम्रो दोस्रो भनौँ तेस्रो भनौँ होइन, तेस्रो ट्याग छ। सो अब यहाँ चाहिँ अब घाँस काटिरहेको बाटुली दिदीले चाहिँ यहाँ घाँस काटिरहेको। भारी पनि पुगिसक्यो होला, जाउँ होला अब त। ए हो र, यो भारीलाई पनि यही बेला पुग्नु परेको फेरि। हाम्रो यो थर्ड फोर्थ क्लिप हो, ट्याग भनौँ। अनि एकदमै हाम्रो म्याडम चाहिँ लजाएर लिनै सकेको छैन। हेरौँ कस्तो हुन्छ होइन। रेडी रेडी रेडी, ल एक्सन। खै ल्याउ कि म काट्दिन्छु, ल्याउ। होइन होइन, म आफै काट्छु। ल्याउ न, ल्याउ ल्याउ ल्याउ। ओहो, अनि फेरि हात काट्ला नि। ए पहाडमा घाँसै काटेर आएको हो नि। हामीले चौथो पाँचौँ ट्याग चाहिँ ल्याइसक्यौँ होइन। अब चाहिँ हामी 6औँ ट्यागमा जान्छौँ। यो चाहिँ हाम्रो एपिसोड 12 नै हो है। अब 11को पनि र 12को पनि आजकै दिनमै सुटिङ हुन्छ। कस्तो लाग्यो? ए मलाई त लाज लाएर बन लाज लाग्यो होइन, एकदम राम्रो भएको छ। धेरै राम्रो के छ? ठिक छ। सन्चै छेउ? हाम्रो हेर छेउ राम्रो लाग्छ। कतिवटा भाग हेरिसक्यौ नि? मैले 10वटा हेऱ्यौ? हामीले 10औँ भागमा चाहिँ हाम्रो बाटुली म्याडमले चाहिँ गीता म्याडमलाई जुन दबाई सबाई खुलाएर चाहिँ बिहोस बनाएर खुइतेको घरमा लिएर छाडिदिनु भएको थियो, त्यहाँसम्म अन्त्य भएको थियो। र गीता म्याडमको त्यहाँबाट चाहिँ केही क्लिपहरू छुटेका थिए। ती क्लिपहरू अब हामीले 11मा देखाउँछौँ। 11मा कसरी चाहिँ उहाँ उठ्नुभयो, कसरी के भयो, यो सबै चाहिँ अब तपाईँहरूले हेरेपछि थाहा पाउनुहुन्छ। झन् आफ्नै पैसा माग्न आउँदा त बेउसनी औषधि खुवाएर खुइतेको घर लर छोड्छन्। के गर्नु छ, यिनीहरूलाई कारवाही गरिहाल्नु। आउनु न, बस्नु, चिया बनाउँछु मैले। पर्दैन अहिलेलाई मलाई हतार छ, पछि समय मिलाएर आउँछु अनि बसेर सँगै चिया नास्ता खाउला नि। ए ल ल ल। हजुर अलिअलि आछ नि, हजुरलाई त नयाँ नयाँ देख्छु त यो गाउँमा। दर्शकबिन हाम्रो चाहिँ सुटिङ अन्त्य भइसकेको छ होइन, सकियो भनौँ। लगभग हामीले चाहिँ बिचबिचको सिनहरू चाहिँ अब के कसरी गरियो देखाइयो कि होइन। अब हजुरहरूले पनि हामीले देखाए जस्तै गरेर हजुरहरूले पनि माया देखाइदिनु होला हाम्रो भिडियोमा। यो भ्लगमा राम्रो हजुरहरूले माया देखाइदिनु भयो भने चाहिँ अर्को भ्लग हामीले चाँडै नै हाल्नेछौँ। हाम्रो भ्लग चाहिँ यो पट्टि त्यो पट्टि भन्ने हुँदैन। हामीले चाहिँ सकेसम्म चाहिँ अझै अर्ग्यानिक खालको भ्लगहरू बनाएर हाल्नेछौँ। सो अहिलेलाई चाहिँ बिदा हुन्छु होइन। सो तपाईँहरूले गर्ने कुराहरू चाहिँ गर्नु होला, जोडिनु होला, साथ दिनु होला भन्ने आशा राख्छु। सो मेन कुरो चाहिँ च्यानललाई सब्सक्राइब गरेर राख्नु होला, किन भन्दा नोटिफिकेसन चाहिँ तपाईँलाई चाँडोभन्दा चाँडो आउँछ। लाइक कमेन्टहरू चाहिँ गरिदिनु होला है त। हस्। Thank you for watching.